वाह भूपेन्द्र वाह, माने मैले माने त यतिसम्म गर्छौ भनेर मैले कल्पना समेत गर्न सकेको थिइनँ। अब हेर्नेछौँ। अब तिम्रो र जेरीको बास यो घरमा होइन, जेलमा हुन्छ। मलाई माफ गरिदिनुहोस्, म धेरै दुखी छु। म बाचा गर्छु, म यस्तो कहिल्यै गर्ने छैन। कृपया मलाई यसपटक बचाउनुहोस्। दर्शकबिनहरू, आजको भागले त साँच्चै सबैको होस उडाउने भएको छ। आज भूपेन्द्रको सबैभन्दा ठुलो षड्यन्त्र पर्दाफास हुने सङ्केत देखिएको छ। यति दिनसम्म आफूलाई निर्दोष देखाउँदै आएको भूपेन्द्रको वास्तविक अनुहार अब भुन्टीको अगाडि खुल्न गएको छ। दर्शकबिनहरू, भुन्टीले पहिले नै स्पष्ट शब्दमा भूपेन्द्रलाई भनिसकेकी थिइन्, अब कुनै पनि हालतमा यो सम्बन्ध टिक्ने छैन। उनी डिभोर्स गरेर कानुनी रूपमा आफ्नो अधिकार अनुसार भूपेन्द्रको नाममा रहेको सम्पत्तिको आधा हिस्सा लिएरै छोड्ने छिन्। यही कुराले भूपेन्द्र र उसकी प्रेमिका जेरीलाई सबैभन्दा ठुलो तनाव दिएको छ। त्यसपछि भूपेन्द्रले आफ्नो पुरानो बानी अनुसार नयाँ नाटक सुरु गर्यो। ऊ एकदमै सोझो र पश्चाताप गरेको श्रीमान बनेर भुन्टीको अगाडि आयो। उसले विगतमा गरेको अन्याय, अपमान र अत्याचारका लागि बारम्बार माफी माग्न थाल्यो। आँसु झर्दै अबदेखि बदलिने, राम्रो श्रीमान बन्ने र फेरि नयाँ जीवन सुरु गर्ने जस्ता मिठा मिठा कुरा गर्न थाल्यो। तर दर्शकबिनहरू, त्यो सबै केवल एउटा अभिनय थियो, एउटा यस्तो जाल जसमा भुन्टी फेरि फसुन् भन्ने उसको योजना थियो। तर यसपटक भुन्टीले उसको एउटा पनि कुरा पत्याएनन्। उनले स्पष्ट रूपमा भनिदिइन्, तिम्रो नाटक धेरै हेरिसके, अब म फर्किनेवाला छैन। दर्शकबिनहरू, भुन्टीको यो जवाब सुन्ने बित्तिकै भूपेन्द्र भित्रै भित्रै आत्तियो। उसलाई थाहा भयो कि अब माफी मागेर वा अभिनय गरेर केही हुनेवाला छैन। त्यसपछि भुन्टी बाहिर निस्किन्छन्। भूपेन्द्रलाई लाग्यो उनी बजार गइसकेकी छिन् र घरमा अब कोही छैन। यही मौका देखेर भूपेन्द्रले तुरुन्तै आफ्नो प्रेमिका जेरीलाई फोन गर्यो। फोन उठाउने बित्तिकै दुवैजनाले खुल्ला रूपमा कुरा गर्न थाले। भूपेन्द्रले भन्यो कि अब भुन्टीलाई सम्झाएर केही हुनेवाला छैन। यदि आज उसलाई रोक्न सकिएन भने भोलि डिभोर्स हुनेछ, सम्पत्तिको आधा हिस्सा गुम्नेछ र उनीहरूको सम्बन्ध पनि सदाको लागि समाप्त हुनेछ। ले भुन्टी आएर निकै टाउकोमाथि चढ्न थालिसकेको छ। यसले गर्दाखेरि दुवैजना निकै तनावमा देखिन्छ। त्यसपछि दुवैले एउटा डरलाग्दो निर्णय गरे। अब भुन्टीलाई यो संसारबाट नै हटाइदिनुपर्छ। उनीहरूले कसरी घटना गराउने, कसरी कसैलाई शङ्का नलाग्ने बनाउने र त्यसपछि आफूहरू सुरक्षित रहने भन्ने योजना समेत फोनमै बनाउन थाले। तर दर्शकबिनहरू, उनीहरूलाई थाहा थिएनन् कि उनीहरूको सबैभन्दा ठुलो गल्ती भइसकेको थियो, किनकि भुन्टी बजार गएकै थिएनन्। उनी चुपचाप कोठाको ढोका बाहिर उभिएर भूपेन्द्र र जेरी बिचको प्रत्येक शब्द सुनिरहेको थिए। यति मात्र होइन, उनले आफ्नो मोबाइलमा त्यो सम्पूर्ण कुराकानी रेकर्ड पनि गरिरहेको थिइन्। दर्शकबिनहरू, अब भुन्टीको हातमा यस्तो प्रमाण आएको छ जसले भूपेन्द्र र जेरी दुवैलाई कानुन कठघरामा पुर्याउन सक्छ। दर्शकबिनहरू, अब भुन्टीलाई निकै सजिलो हुनेवाला छ, किनकि उनीहरूको यो संवादले डिभोर्स मात्र गरेर हुँदैन। अब भुन्टीले पाउने हरेक भूपेन्द्रको नामको आधा हिस्सा उसले पाउँछ भनेर त्यो रेकर्डले निकै ठुलो प्रमाण बनाएको छ। बिनहरू, त्यसपछि फोन सकियो। भूपेन्द्र ढुक्क भयो। उसले लाग्यो अब
आफ्नो योजना सफल हुनेछ र ऊ पानी खानका लागि बाहिर निस्किँदै गर्दा उसले मोबाइल खल्तीमा राख्यो र केही नभए जस्तै गर्दै ढोका खोलेर बाहिर निस्किन लाग्यो। तर दर्शकबिनहरू, ढोका खुल्ने बित्तिकै उसैको अगाडि उभिएको थिइन् बुन्टी। हो दर्शकबिनहरू, ढोका खुल्ने बित्तिकै उसैको अगाडि उभिएको थिइन् बुन्टी। हातमा मोबाइल, अनुहारमा आत्मविश्वास, आँखामा आक्रोश। त्यो दृश्य देख्ने बित्तिकै भूपेन्द्रको होस हवास नै उठ्यो। हो दर्शकबिनहरू, साँच्चीकै भूपेन्द्रको अनुहार कालो निलो भइसकेको थियो। अनुहारको रङ उड्यो, शरीर काँप्न थाल्यो, मुखबाट शब्द नै निस्किएन। उसलाई एकैछिनमा महसुस भयो उसको सबै योजना अब समाप्त हुन्छ। अब बुन्टीले के गर्न सक्छ भनेर ऊ कल्पना पनि गरिरहन सकिरहेको थिएन। दर्शकबिनहरू, बुन्टीले आज जुन ठुलो प्रमाण भेटेको छ, के बुन्टीले यही प्रमाण प्रहरी समक्ष पुर्याउन सक्ने छिन् त? कि भूपेन्द्रको प्रमाण खोज्न फेरि अर्को खतरनाक कदम चाल्नेछ? अब सत्यको जित हुन्छ कि फेरि षड्यन्त्र सफल हुन्छ? यी सम्पूर्ण कुराहरूको जानकारी तपाईँले अवश्य नै पाउनुहुन्छ। त्यसको लागि भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। दर्शकबिनहरू, गत एपिसोड हेर्दै गर्दा हामी निकै खुसी छौँ, किनकि भूपेन्द्रले जुन एउटा डरलाग्दो योजना बनाएको थिए, जुन जेरीसँग मिलेर भुन्टीलाई मार्नका लागि योजना बनाएको थिए, त्यो योजना भुन्टीले आफ्नै कानले प्रत्यक्ष रूपमा सुनिसकेका छन्। यति मात्र होइन, भुन्टीले त सुनेको कुराहरू फोनमा पनि रेकर्ड गरिसकेका छन्। अब भुन्टीलाई खासै आफ्नो अधिकार माग्न, आफूले विगतमा गरेको अन्याय र अत्याचारको बदला लिनका लागि अब भुन्टीलाई कुनै खासै ठुलो समस्या नहोला जस्तो लाग्छ। किनकि अब यो रेकर्डले उसले प्रहरी समक्ष पुर्याउन सक्यो भने जेरी र भूपेन्द्रको बास अब कटघरा वा जेलमा हुने सम्भावना निकै देखिएको छ। त्यसैले दर्शकबिनहरू, हामी निकै खुसी छौँ कि अब बुन्टीको जित निकै नजिक आएको छ। अब बुन्टीले जसरी भए पनि जित्न सकिन्छ भनेर हामी ढुक्क भएका छौँ। सर्थ दर्शकबिनहरू, बुन्टी जसरी भए पनि भूपेन्द्रलाई सजाय र जेरीलाई सजाय र बुन्टीले जित्नुपर्छ भनेर चाहनुहुन्छ भने कृपया कमेन्टमा बुन्टी लेख। दर्शकबिनहरू, विगतको एपिसोड सम्झिँदै गर्दा बुन्टीले अब भूपेन्द्रको दाइ भुवनको र श्रेयाको भान्सा अब तल सारिदिइसकेका छन्। अब उनीहरूले पनि बुन्टीदेखि दिक्क भइसकेका छन् र श्रेयाले पनि आफूले पकाउने सम्पूर्ण खानेकुराहरू तलै बसेर पकाइरहेका छन्। बुन्टी दोस्रो तलामा आफ्नो हिस्सा लिएर बसिसकेका हुन्छन्। ऊ खानेकुरा खाइँदै गरेको अवस्थामा त्यहाँ जेरी आएको देखिन्छ र जेरी आउने बित्तिकै सरासरी ऊ भूपेन्द्रनिर जान कोसिस गरिरहेको देखिन्छ। त्यसपछि बुन्टीले केराको बोक्रा त्यो भुइँमा फ्यारिदिएको हुन्छन् कि ऊ लडोस् भनेर। नभन्दै त्यहाँ जेरी भूपेन्द्रनिर जाँदै गर्दाखेरि त्यहाँ केराको छिल्कामाथि टेक्दै गर्दा ऊ बल्याङ्ग लड्न गएको देखिन्छ र लड्ने बित्तिकै त्यहाँ जेरीले बुन्टीलाई निकै गाली गर्न गइरहेको हुन्छ। तर बुन्टीले उसलाई निकै सबक सिकाउँछ र बुन्टीले म अहिले पनि भूपेन्द्रको श्रीमती हो, त्यसैले गर्दा म हुँदा तिमी भूपेन्द्रसँग मिल्नु पर्दैन, तिमी यहाँबाट रुक्न गइहाल नत्र तिम्रो हालत नराम्रो हुन्छ भनेर ऊ धम्की दिँदै गर्दा पनि त्यहाँ जेरी मान्नै सकिँदैन। जेरी जानका लागि तयार हुँदैन। त्यसपछि बुन्टीले भूपेन्द्रलाई बोलाएर, भूपेन्द्र तिम्रो यो केटीलाई छिटो यहाँबाट जान गइहाल भन त भनेर भन्दै गर्दा त्यहाँ भूपेन्द्र आएको देखिन्छ र भूपेन्द्रले पनि जेरीलाई तिमी यहाँबाट खुरुक्क गइहाल, अहिले तिम्रो केही काम छैन, म अहिले भनेको मानिहाल नत्र नराम्रो हुन्छ भनेर यति भन्न साथ जेरीको अनुहारमा कालो बादल छाएको हुन्छ।
त्यसपछि जेरी रुँदै रुँदै त्यहाँबाट निस्किँदै गर्दा बाटोमा त्यहाँ भुवन भेटिन्छ र भुवनलाई पनि हेर्नुहोस् न दाइ, तपाईँको बुन्टीले मलाई नराम्रो तरिकाले यस्तो यस्तो गर्यो र भुवेन्द्रले पनि मलाई घरबाट निकालिसक्यो भनेर भन्दै गर्दा झन् भुवनले त तिमीलाई श्रीमती अर्काको श्रीमानसँग श्रीमती हुँदा हुँदा तिमीलाई नजायज सम्बन्ध गाँच्न राम्रो ठिक लाग्छ त, तिमी यहाँबाट गइहाल भनेर पनि भूपेन्द्रले उल्टै उसलाई थर्काएर त्यहाँबाट पठाएको देखिन्छ। र तलसम्म झर्दै गर्दा गर्दा त्यहाँ श्रेया भेटिन्छ र श्रेयालाई पनि सो वृत्तान्त कहानी सुनाउँछ। श्रेयाले पछि हेर्नुहोस् न, अहिले त बुन्टीले हाम्रो आधा सम्पत्ति भनौँ न आधा हिस्सा लगाइदिइसकेको छ, अहिले हामी माथि जानै पाउँदैनौँ, माथि नगइकन हामी तलै अहिले भान्सा गरिरहेको छौँ, मैले त केही नै सुनिनँ जेरी के भएको थियो भनेर भन्दै गर्दा उसले सबै कुरा सुनाउँदै गर्दा हुन्छ। त्यसपछि अब भूपेन्द्रले नै मलाई यतिसम्म भनिसकेपछि म यो घरसँग नाता गाँच्दिनँ, म आफ्नो घर परिवार छोडेर आएको थिएँ तर त्यहीँ बस्छु भनेर म निर्णय गर्दै गर्दा पनि भूपेन्द्रले मलाई यति भनेपछि म यो घरमा बस्दिनँ भनेर भन्दै गर्दा त्यहाँ श्रेयाले तिमी अब कहाँ जान्छौ त भनेर भन्दै गर्दा जेरीले म आफ्नो साथीको घर जान्छु भनेर त्यहाँबाट रुँदै रुँदै गएको देखिन्छ। दर्शकबिनहरू त्यसको केही समय पछाडि भूपेन्द्र बुन्टीलाई निकै भावुक बनाउनको लागि ऊ हात जोडेर उसँग बिन्ती गरेर उसँग माफी मागिरहेको हुन्छ। निकै रोएर आफ्नो अन्याय गरेको अत्याचार गरेको बदलामा ऊ म माफी मागिरहेछु भनेर मलाई माफ गरिदिनुहोस्, अब तिमी र म मिलेर नयाँ जीवनको सुरुवात गर्नुपर्छ भनेर उसले बुन्टीलाई भन्दा बुन्टीले सबै कुरा बुझिसकेका हुन्छन् कि भूपेन्द्रले यो नाटक मात्रै गरेको, म यो नाटक गरेकोमा कहिले पनि फस्दिनँ भनेर त्यहाँ सुकुमाया वा भुन्टीले चाहिँ अब म कुनै पनि हालतमा त्यस्तो गर्दिनँ भनेपछि त्यहाँ भूपेन्द्रको पनि केही सिप लागेको हुँदैन। अर्कोतर्फ उता काले आफू निकै दुःख पाएको, अहिले मेरो ससुरालीमा निकै मलाई अत्याचार अपमान र लाचार बनाइसकेको छ भनेर त्यहीँकै गाउँको एउटा बहिनीलाई उसले फोन मागिरहेको हुन्छ र त्यसको बदलामा आफू 5,000 दिन सक्ने बताउँदा पनि उसलाई फोन गर्न दिइरहेको हुँदैन र अन्तिममा भूमिकालाई निकै रिक्वेस्ट गर्दा निकै अनुरोध गर्दा गर्दा त्यो बहिनीले 10,000 को शर्तमा उसले फोन गर्न दिएको हुन्छ। त्यसपछि उसले आफ्नो आमालाई फोन गर्छ, आमाको फोन नलागेपछि ऊ बारम्बार ट्राई गरेको देखिन्छ तर पनि त्यहाँ फोन लाग्दैन र अन्त्यमा बुवालाई फोन गरेको देखिन्छ र बुवा पनि निकै बिजी भएपछि सुरुमा उसले फोन उठाउँदैन। दोस्रो पल्टक भूमिकाले फोन गर्दै गर्दा मात्रै उसको बुवाले फोन उठाइसकेपछि त्यहाँ भूमिकाले आफूले यहाँ पाएको दुःखका वृत्तान्त सबै सुनाउँछन् तर त्यहाँ उसको बुवाले विश्वास गरेकै हुँदैन तर पनि आफ्नो छोरीले भन्दै गर्दा कता कता उसको मनमा लागिरहेको हुन्छ। त्यसपछि निकै कुरा गर्दै जाँदा त्यहाँ ठ्याक्कै भूमिकाको श्रीमान त्यहाँ आइपुग्छ र उसले फोन तुरन्तै भूमिकाको हातबाट लिन्छ। त्यसपछि उसको मुख थुनेर स्वयं उसको बुढाले भूमिकाको बुवासँग कुराकानी गरेको हुन्छ र भूमिकालाई चाहिँ हामी त्यस्तो गरेको छैनौँ, भूमिकाले मात्रै उसले कुरा काट्ने यहाँको कुरा त्यहाँ गर्ने मात्रै गरिरहेको छ बुवा भनेर भन्दै गर्दा बुवाले पनि आफ्नै को कुरा ठिक मानेर ऊ त्यस्तो नै छ, उसको आमा पनि त्यस्तै नै छ, त्यसैले गर्दा अब ढुक्क भएर बस्नुहोस् है भनेर उल्टै फोन काटेको देखिन्छ। दर्शकबिनहरू त्यसपछि भूमिकालाई घिसार्दै उसले घरतिर लगेको देखिन्छ। दर्शकबिनहरू अर्कोतर्फ उता जेरी र भूपेन्द्रले अब भुन्टीको अन्याय र अत्याचार निकै भयो, भुन्टीको चरीफुरी निकै भयो, अब उसको चरीफुरी बन्द गर्नुपर्छ भन्दै गर्दा उसले जेरीले भूपेन्द्रलाई अब हामीले नयाँ योजना बनाउँछौँ र उनीहरूले एकदमै डर लाग्दो योजना बनाउँछ
अब हामीले बुन्टीलाई नै हाम्रो अगाडिबाट हटाइदिनुपर्छ, यो संसारबाट उसलाई हटाइदिनुपर्छ। अब जसरी भए पनि हामीले यो गर्नै पर्छ भनेर जेरीले भूपेन्द्रसँग योजना बनाउँदै गर्दा उनीहरू निकै खुसी हुन्छ। त्यसपछि भूपेन्द्रले फोन राखिसकेपछि ऊ पानी खानको लागि बाहिर जाँदै गर्दा त्यहाँ ठ्याक्कै बुन्टी अगाडि ढोकाको अगाडि मोबाइलमा रेकर्ड गरेर त्यहाँ सबै कुरा उसले रेकर्ड गरिरहेको हुन्छ र ढोका खुल्ने बित्तिकै त्यहाँ भूपेन्द्रले बुन्टीलाई त्यहाँ देखा पर्छ। त्यसपछि भूपेन्द्रको त्यहाँ होस हवास नै उड्ने देखिन्छ र सो भाग त्यही अन्त्य भएको छ। दर्शक बिनहरू अब सबैभन्दा ठुलो कुरा, बुन्टीको हातमा त ठुलो प्रमाण आइसकेका छन्। अब यो प्रमाणले पक्कै पनि बुन्टीलाई कुनै आपत्ति होला नहोला कि उसले आफ्नो अधिकार, अपमानको, अत्याचारको र दुर्व्यवहार गरेको बदला लिन सकिँदैन भनेर अब बुन्टीले सजिलै त्यो कुराहरू पाउन सकिन्छ। त्यसको लागि अब भूपेन्द्रले साँच्चीकै अब बुन्टीलाई जान देला त? बुन्टी र भूपेन्द्रको बिचमा द्वन्द्व हुन्छ त? बुन्टी र भूपेन्द्रको बिचमा लडाइँ हुने सम्भावना कतिको छ त? भूपेन्द्रलाई नयाँ षड्यन्त्र रच्ने छन् त? आउने भाग निकै रोमाञ्चक हुनेछ। दर्शक बिनहरू सम्पूर्ण कुराहरूको जानकारी हामी अगाडि भिडियोमा लिएर आउने नै छौँ। यतिन्जेलसम्म हेरेर साथ दिनुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद।